उद्देश्य चाहिँ के हो बताइदिनुहोस् न। धन्यवाद। यो सम्मेलन भन्दा पनि यहाँहरूको कुरा मलाई राखेर मैले तपाईँलाई दिने उद्देश्यका साथ हामी सबै जोइन्ट भेला भएको छौँ। विशेष गरी वडा नम्बर 15 कार्यालयमा म अहिले कार्यालय सञ्चालनमा टाइममै रहेको हुँदा यहाँहरू सबै पत्रकार, अनलाइन मिडियाका आदरणीय मिडियाकर्मी, राज्यको चौथो अङ्कका पत्रकारज्यूहरू आउनुभयो। यहाँलाई सर्वप्रथम यो धरान नगरपालिका वार्ड नम्बर 15 कार्यालयभित्र आइदिनु भएकोमा हार्दिक स्वागत छ, नमस्कार छ। र यो परिपूरकको सिद्धान्त अनुसार हामी सकारात्मक पक्ष लिएर अगाडि बढ्ने क्रममा यहाँहरूको आगमन भएको छ। मलाई यहाँले सोध्नुभएको कुराको उत्तर म सही ढङ्गले दिन अनुमति चाहन्छु। र अहिले समसामयिक विषय मलाई लाग्छ तपाईँहरूको कुरा उठेको हुनसक्छ, म कहाँ आएको हो, आएका छन्, यो पछाडिमा आउँछ नै। त्यसमा वर्तमान यो नेपालको सुकुम्बासीको चहल पहल, सुकुम्बासी समस्यातर्फ धेरै चासोको विषय भइरहेको हुँदा म यो वडा नम्बर 15 वडाध्यक्ष 74बाट अहिले यो चाहिँ नि 83 को समयमा कुदिरहेको छु। 9 वर्षको यात्रा भइरहेको छ। तसर्थ सुकुम्बासीहरू यो वडामा 1500 घरको हाराहारी लिस्टिङ छ। 11वटा बस्ती छन् यहाँ। धरानमा 15 धरानमा नगरपालिकामा 15,000 को हाराहारी कुदिरहेको छ। यो 15,000 मध्येमा 1500 1500 यो वडामा मात्रै हो। त्यस कारणले म कहाँ धेरै चाहिँ नि बस्तीवासीहरूले फोन गर्नुभएको छ। धरानका चाहिँ नि बस्तीका बसोबासीहरू, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अविवाहित बसोबासी राज्यले बनाएका 3 तहमा 3 खेमा वर्गीकरण गरेका प्रतिनिधिज्यूहरूले मलाई फोन गर्नुभएको छ। किनभने म अलिकति सुकुम्बासी सम्बन्धमा काल भन्दाखेरि पञ्चायती व्यवस्थादेखि नै म त्यसमा सुकुम्बासीको विषयवस्तुसँग जोडिएको पनि भएको हुँदा पञ्चायती व्यवस्था, प्रजातन्त्रको व्यवस्था सँगै लोकतान्त्रिक गणतन्त्रको व्यवस्था 3 चरणको यात्रामा आज 2-3 दिन अगाडिदेखि भइरहेको यो चाहिँ नि नेपालका काठमाडौँ कुनै पनि ठाउँमा भइरहेको चाहिँ नि यो सरकारद्वारा यसलाई के भन्छ, अब सेवाको नाममा भइरहेको चाहिँ नि क्रियाकलापको विषयमा सोध्ने क्रममा मैले यहाँहरू बिचमा मलाई राखेको कुरामा म भन्ने अनुमति चाहन्छु। र यहाँ के छ भन्दाखेरि हाम्रो क्लास छैन। म जनप्रतिनिधि भए पछाडि नेपालमा सबभन्दा पहिला यहाँहरू माझमा के कुरा राख्न चाहन्छु भने नेपालको यो गणतान्त्रिक युगको राज्य व्यवस्था सञ्चालनमा नेपालको संविधान 2072 भित्र हामी जनप्रतिनिधिहरू 761 वटा सरकार रहने व्यवस्था छ। 761 वटा सरकारको व्यवस्था यो संविधानमा छ। यो संविधानभित्र जम्मा भाग 35 वटा, 308 वटा धारा र चाहिँ नि 9 वटा अनुसूची र 31 वटा मौलिक हक छ। नेपाल मानवहरूलाई मानवलाई चाहिने अधिकारहरू यहाँ सुनिश्चित गरेर त्यो भित्र चाहिँ 308 वटा धाराभित्र हामी नेपालीहरूले चाहिने सारा कुरा सुशासनयुक्त सेवा प्रवाह गर्नेको अधिकार त्यहाँ सुनिश्चित गरेको छ। त्यसको निमित्त 761 वटा सरकार भनेको चाहिँ हिजो पञ्चायती व्यवस्थामा काठमाडौँ केन्द्रित शासन गर्ने त्यो सेवा प्राप्त त्यहाँबाट हुन्थ्यो भने अरूतिर निकाय हुन्थ्यो। 2047 सालमा नयाँ संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र नामको संविधान बन्यो। त्यो ठुलो अथक प्रयास लडाइँका पछाडि जनताले चाहेको प्रजातन्त्र पुनर्स्थापना भयो। तर पनि संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र नामको संविधान बनिरहँदा त्यसभित्र सेवा प्रवाह गर्दा पनि कि केन्द्रीकृत शासन अवधारणा नै काठमाडौँमा रहने अनि बाँकी निकाय रहने भन्ने खालको पालिकाहरू त्यो खालको स्थापित भए र त्यसलाई त्यो व्यवस्थाहरू पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाहरूलाई अध्ययन गरेर अब जनताको सुशासनयुक्त सेवा प्रवाह गर्नको निमित्त नेपालमा शासकीय संरचना कस्तो हुनुपर्छ भन्दाखेरि 10 वर्ष लगाएर 2064 पुरा भएन, 70 मा 2 पल्ट चुनाव गरेर संविधान सभाको सदस्यज्यूहरू 601 जना गएर धेरै सकसका साथ हरेक नागरिकको घर घर पुगेर संविधान कस्तो प्रकारको चाहिन्छ त हिजो पञ्चायती व्यवस्थामा यो थियो।
र प्रजातन्त्रको व्यवस्थामा यो थियो। अहिले अब गणतन्त्रको युगको व्यवस्थामा हामीलाई चाहिने संविधान कस्तो चाहिन्छ भन्दा हामीलाई चाहिने घरमा सेवा चाहियो, सेवकहरू घरमा आउने खालको हुनु पर्यो भन्दा त्यो संरचनालाई यथास्थितिमा राखिएन। संरचनालाई घरमा सुशासनयुक्त सेवा प्रवाह गर्नको निमित्त अब सरकार एउटा होइन 761 चाहिन्छ। सरकार अहिले प्रारम्भिक चरणमा 10 वर्षका लागि चाहिँ यो संविधान जन्मिएको छ। यसलाई कार्यान्वयन गर्न 10 वर्षको संविधान संशोधन हुनसक्छ। त्यतिखेर सम्मलाई चाहिँ 761 सरकार, त्यसमा 7 वटा प्रदेश सरकार र 753 वटा स्थानीय सरकार, स्थानीय तह भनेर 3 वटा तहको अवधारणा संविधानले चाहिँ आयो, संविधानमा आयो र व्यवस्था भयो, पास भयो। त्यस पछाडि सङ्घीय सरकार एउटा तह, प्रदेश सरकार 7 वटा तह, स्थानीय सरकार 761 सरकार। त्यसमध्ये अघि मैले भने संविधानभित्र रहेका कुरा, संविधानमा जनतालाई दिने सेवा प्राप्त गराउनको निमित्त उपलब्ध भएको हाम्रो अधिकार सुनिश्चितताको निमित्त बनिएको ऐनहरू मध्येमा अनुसूची 9 वटा भनेको छ। 308 वटा धाराभित्र अनुसूची 9 वटामा एउटा चाहिँ प्रष्ट जनप्रतिनिधि हामीले सबैले बुझ्नु पर्यो, ताकि 753 जना नगर प्रमुख गाउँपालिका सहित 753 चाहिँ उपप्रमुख गाउँपालिका नगरपालिका सहित र 761 मध्ये सङ्घीय सरकारको 1 जना प्रधानमन्त्री, सम्मान्य प्रधानमन्त्री प्रमुख र 7 जना प्रदेश सरकारका मुख्यमन्त्रीज्यूलाई अधिकार दिने क्रममा यहाँभित्र गएर काम गर भन्दाखेरि उहाँहरूको अनुसूची 5 सङ्घीय सरकारको कार्यकारी अधिकार सबै माननीय 275 अनि प्रधानमन्त्री लगायतका उहाँहरूको कार्यकारी अधिकार त्यहाँ छ अनुसूची 5 मा। अनुसूची 6 मा प्रदेश सरकारका मान्यज्यूहरू 500 भन्दा माथि माननीयज्यू प्लस मुख्यमन्त्रीहरूको अधिकार अनुसूची 6 मा प्रष्ट है। अनि अनुसूची 7 मा सङ्घ र प्रदेशको नजुत्ने गरी समन्वय गर्ने गरी त्यो अनुसूची 7 को व्यवस्था। 8 मा स्थानीय सरकार 753 तहले स्थानीय सरकार, जहाँ कि पालिका अध्यक्ष अनि नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरू लगायत स्थानीय गाउँपालिका सभासद, नगरपालिका सभासद लगायत वडा अध्यक्षहरूको अधिकार त्यहाँ दिएको छ। अनि अनुसूची 9 मा चाहिँ सङ्घ, प्रदेश, स्थानीय तहको 3टा सरकारको समन्वयकारी भूमिका निर्वाह गर्दै संविधान 308 वटा धाराभित्र रहेर जनताको सेवा प्रवाह गर्नलाई सेवकको रूपमा काम गर्नुपर्छ, शासक होइन भन्ने प्रस्तुत गरेर चाहिँ मैले यहाँलाई प्रश्न गरेँ। त्यसभित्र काम गर्ने क्रममा जानेका छौँ, नजानेको छौँ। नेपाली समुदायमा हरेक संसारको ती समुदायमा हुने खाने हुँदा खाने महिला पुरुष 2 खालको हुन्छौँ, स्वभावै। त्यसमा चाहिँ कहीँ जनप्रतिनिधि जानेको हुन्छौँ, कोही नजानेको हुन्छौँ, कोही सिक्ने क्रममा हुन्छ, कोही अघि सिकिसकेका हुन्छौँ, कोही चाहिँ नै सङ्घीय सरकार मात्रै ठुलो हो र तल प्रदेश स्थानीय होइन भन्ने पनि छौँ। त्यो चाहिँ पढाइको अभाव हो। त्यस कारणले त्यो संविधानले व्यवस्था गरेको 308 वटा धाराभित्र मैले अघि भने अनुसूची 8 हामी स्थानीय तहमा, स्थानीय तहलाई स्थानीय सरकार सञ्चालन ऐन 2074 असोज 29 गते नेपालको संविधान त क्याबिनेटले पास गरेर अधिकार दिएको अधिकार यो हो। यहाँभित्र अनुसूची 8, 9 यहाँभित्र व्यवस्था गर्छ। त्यहीभित्र हामीले गाउँपालिका, नगरपालिका, महानगरपालिका, उपमहानगर प्रमुखहरूले वडाले गर्ने काम यहाँ छ। अब प्रदेश सरकार सञ्चालन ऐन 2075 मा बन्यो, त्यो पनि कहीँ होला। अनि त्यो भित्र रहेर हामीले वडा अध्यक्षहरूलाई अहिले सुशासनयुक्त सेवा प्रवाह गर्न यो मुलुकी संहिता 2074 भनेर हामीले प्रमाणीकरण गर्ने अधिकारहरू यहाँ छ भने यत्रो सुशासनयुक्त सेवा प्रवाह गरेर तल आइरहँदा यो संविधानको धारा 308 भित्र नेपालमा रहेका सङ्घीय सरकारमा रहेको 22 वटा मन्त्रालय होला। अहिले वर्तमान माननीय मन्त्रीज्यूहरू 15 जना होला, कहीँ 6 जना 11 जना हुनसक्छ, तर 22 वटा मन्त्रालय चाहिँ मौजुदा छ, जसमध्ये एउटा मन्त्रालय भूमि तथा कृषि सहकारी मन्त्रालय र एउटा मन्त्रालय सङ्घमा विद्यमान चलिरहेको, हिजो पनि चलेको, अहिले पनि मौजुदा चलिरहेको छ। त्यो चाहिँ भूमि व्यवस्था सहकारी गरिबी निवारण मन्त्रालय। त्यो मन्त्रालय अनि सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय 753 स्थानीय तहमा, गृह मन्त्रालय सुरक्षाको लागि भनेर तत्त अधिकार प्राप्त 22 वटा मन्त्रालय सञ्चालन रहिरहँदाखेरि अहिले यदा कदा सुनिन्छ हामी कहाँ पत्र आयो
यो म प्रुफसहित बोल्दैछु। हामी कहाँ पत्र के आयो भने यो भूमि तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतबाट नेपाल सरकारले भूमि आयोग बनाएको छ। त्यो भूमि आयोग हिजो 6 महिना रहेका अघिल्लो सरकारले अन्तरिम सरकारले हुँदाखेरि खारेज गर्न प्रस्ताव गर्दा सर्वोच्चले खारेजलाई पुनर्स्थापना गरिदिएको छ भने त्यो भूमि आयोग निरन्तर चलिरहँदा नेपालभरिका जति पनि 72 लाख भनिया छ होला 80 लाख सुकुम्बासीहरू जहाँ कि यहाँ वर्गीकरण गरिएको छ। यो ऐनमा 10 वर्षभन्दा अगाडि बसोबास गरेकाहरूलाई व्यवस्थापन गर्न 3 तहमा 3टा श्रेणीमा वर्गीकरण गरिएको छ। भूमिहीन दलित, भूमिहीन गरिब र अविवादी बसोबासी भनेर यसको फर्मेट सहित भूमि तथा कृषि सहकारी मन्त्रालयले निर्णय गरेको छ। निर्णयको प्रतिलिपि सहित यो आयोगलाई दिएको छ र आयोगद्वारा पत्र हामीलाई आएको छ। भूमि समस्या समाधान आयोग भनिएको छ। त्यसलाई चाहिँ भूमि व्यवस्था सहकारी मन्त्रालयको 82/12/13 गतेको बैठकले निर्णय गरेर यो पत्र भूमि आयोगलाई नेपालभरिका आयोगलाई पठाएको छ। त्यो आयोगले चाहिँ हामीलाई पत्र दिएको छ। कति गते भनिदिएको छ भने स्थानीय तह सबैलाई 2082/12/22 गते एउटा आयोगले चिठी लेख्यो भूमि समस्या समाधान आयोगले। त्यो पछि त्यसलाई धरान महानगरपालिका हाम्रोमा चाहिँ 2082/12/30 गते पत्र आयो। त्यो परिपत्रमा के छ पढ्ने सुनाउनु? त्यो परिपत्रमा सबै सुनाउनुभन्दा अलि लामो छ हजुर। बुँदागत रूपमा यो 2082/12/22 गते भन्दा अगाडि यो चाहिँ नि भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयको 2082/12/19 गतेको पत्रमा हामीलाई भन्दा पनि विषयका कार्ययोजना कार्यान्वयनको प्रगति विवरण पठाउने भएर आयो सबै मन्त्रालय। यो चाहिँ भूमि समस्या समाधान गुठी सबै लगाएर उहाँलाई पत्र आएको छ। प्रस्तुत विषयमा नेपाल सरकार मन्त्री परिषदको मिति 82/12/13 गतेको बैठकबाट स्वीकृति शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको विषय कार्यान्वयन गर्न गराउनु हुन तपसिल बमोजिमको निर्णय गरियो भनेर 1 मा यस कार्यसूचीको बुँदा नम्बर 2 मा उल्लेख भए बमोजिम यस मन्त्रालय अन्तर्गत निकायको शासकीय सुधारका प्रमुख 10वटा कार्य विवरण समय सीमा जिम्मेवार अधिकारी प्रमुख कार्य सूचक सहितको कार्ययोजना त्यहाँ निकायमा इमेल ठेगाना पठाइएको छ। यस मन्त्रालयको पस 82 83 467 82/12/16 को पत्रमा उल्लेख भए बमोजिमको ढाँचामा त्यहाँबाट चाहिँ सम्बन्धित कार्यको प्रगति विवरण हरेक महिनाको 5 गते यो चाहिँ उहाँहरूको मन्त्रालयको निर्णय। त्यसमा चाहिँ 10 बुँदे भनेको यहाँ छ। 10 बुँदेमा कसरी लेखिएको छ भने 1 2 3 सबै म पढिनँ। 4 नम्बरभित्र के पर्छ भन्दा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण सम्पन्न गर्ने भन्यो। यसमा चाहिँ 60 दिनभित्रमा जेठ 30 गतेभित्रमा यो लगतको सङ्कलन जे छ नेपालभरि त्यो नेपालभरि भएकालाई चाहिँ मन्त्रालयमा पठाइदिनु र 100 दिनको कार्यसूचीभित्र समावेश गर्ने भनेर आएको छ। यो 60 दिन तोकेको यो फर्मेट 10वटा बुँदाको हामीसँग मन्त्रालयबाट आएको पत्र जस्ताको त्यस्तै यहाँ पठाएको फर्मेटको फर्म पनि यहाँ छ। यसलाई चेक गरेर लिएर अनि धरान उपमहानगरपालिकामा पत्र आयो 12-30 गते विषय 1 दिन सबै वडा 10वटा 20वटा वडा भनेर विषय कार्ययोजना सम्बन्धमा सम्बन्धी जानकारी सम्बन्धी लेखेको छ। चलन मिति 2082-83 को पत्र सङ्ख्या 92 पत्र नतिजामा आधारित शासकीय प्रबन्ध सम्बन्धी 10 बुँदे कार्ययोजना यसै साथसँग राखी पठाइएको छ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अवैध बसोबासीहरूको एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण सम्पन्न गर्ने प्रमुख कार्यको समयावधि 60 दिन रहेको हुँदा सो सम्बन्धी प्रमाणीकरण गरी पठाउने भनेर लेखी पठायो नगरपालिकाले। त्यो अनुसार हामीले यहाँ दनादन प्रमाणीकरण गर्दैछौँ ताकि आज वैशाख 14 गते अब बाँकी रह्यो हामीले 1 महिना 16 दिन मात्रै बाँकी छ। त्योभित्रमा सबै 20वटा वार्डका लगत सङ्कलन गरिसकेका परिविष्टि कम्प्युटरमा इन्ट्री भइसकेका आयोगमा इन्ट्री भएकाहरूलाई प्रमाणीकरण गर्नुपर्ने। प्रमाणीकरण गर्नले के क्राइटेरिया बनाएको छ सबै म यहाँ चाहिँ यो के छ भने भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अवैध बसोबासीहरूको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड 2081
यो अनुसार हामीले भरि पठाएको छ। यो भर्दै गर्दा क्रममा दुई प्रकारले हेरिएको छ। एउटा चाहिँ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई चाहिँ 7 दिने सूचना निकाल्ने, जहाँ कि त्यो नकारात्मक बसोबास गरेको ठाउँ हो, जहाँ पहिरो छ, भिर छ, खोलामा बसिया छ भने त्यस्ताको रेकर्ड पठाइदिनु बुझेर त्यसको लागि 7 दिन सूचना प्रवाह गर्नु भनेर हामी त्यो प्रक्रिया पुरा गरिसक्यौँ। 7 दिन सूचना निकालेर अनि दाबी विरोध गर्दाखेरि 15 दिनभित्र नआएपछि हामीले नआएको न रिपोर्ट दाबी नभएको भनेर फेरि सहजीकरण समितिको बैठक बस्यौँ। सहजीकरण समितिको नगर स्तरीय नगर प्रमुखको सम्झौताबाट आयोग बन्छ। सहजीकरण समिति 21 सदस्य धरानमा छ, वडामा 13 सदस्य छ सहजीकरण समिति। फेरि पनि ऐनले के भन्छ कार्यविधि 2081ले भने सहजीकरण समितिको पनि बैठक बसेर निर्णय गराउँ, सूचना ट्रान्सफर दाबी नआएको भने त्यो पनि गऱ्यौँ। अनि वडाको पालिका बैठकले पनि निर्णय गरेर पठायो भने आज त्यो पनि हामी पठाउँदैछौँ। त्यो नकारात्मक पठाइसक्यौँ। अब अव्यवस्थितको बसोबासीको हामी भोलि र पर्सि पठाउँदैछौँ। त्यसो गरेपछि प्रमाणीकरण गरिसक्यो। त्यो कहाँ टेकेर भन्दाखेरि स्थानीय सरकारले गरेको होइन, यो भूमि गरिबी तथा सम्बन्धित मन्त्रालयबाट पत्र आयो, सुनसरीको आयोगबाट आयो, धरान नगरपालिका आएपछि हामी वडाले त्यो काम गरिसकेका छौँ। त्यसो हुँदा 15,000 धरानका सुकुम्बासीहरूको डेटा यो जेठ 30 गतेभित्रमा जाँदैछ प्रमाणीकरण गर्ने। अब प्रमाणीकरण यो मानेमा चाहिँ कि यो सिफारिस गरेको भरमा पनि जस्तो पनि होइन। सूचना ट्रान्स गरेका छौँ, त्यो कार्यविधि अनुसार ट्रान्स गरेपछि हामी निर्णय गरेका छौँ। सहजीकरण समिति त्यो तहका मान्छे राखेको समिति हुन्छ, त्यो पठाएपछि कार्यपालिकामा त्यो सहजीकरण समितिको बैठक बस्छ, त्यहाँबाट प्रमाणीकरण गरेर पठाएपछि वडालाई गरेको ठिकसँग पठाएपछि अनि जिल्लामा जान्छ। जिल्ला आयोगले अनि तत्कालले पठाउने काम हुन्छ। त्यो काम सम्पन्न हुनको लागि तयारी हुँदै अचानक फेरि के आयो भन्दा यो भूमि ऐन 2021 संशोधन 76 मा भयो, 78 मा भयो, 81 मा कार्यविधि बन्यो। यो ऐन यहाँ छ। यो सङ्घीय मन्त्रालयबाट क्याबिनेट निर्णय गरेको कुराहरू मैले तपाईँलाई भने। अब अचानक के आयो भने फेरि 2083 11 गतिको दिन पत्र आयो इलाका प्रहरी कार्यालय धरानबाट। यो चाहिँ कस्तो भने तपाईँलाई पढेर सुनाएँ मैले। यो विवरण उपलब्ध गराइदिने बारे धरान महानगरपालिकाको कार्यालय धरान सुनसरी प्रस्तुत सम्बन्धमा सरकारी गुठी संस्था प्रति अहिले जग्गामा अवैध रूपमा बसोबास गरिरहेको सुकुम्बासीहरूको फर्मेट अनुसारको विवरण फुलै पठाइदिनु हुन भन्ने तालुक कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर कार्य शाखाको क्रम सङ्ख्या 351 मिति 83/1/10 गते सञ्चार क्रममा लेखापढी हुँदै तालुक जिल्ला प्रहरी कार्यालय सुनसरी कार्य शाखाको क्रम सङ्ख्या 243 मिति 2083/1/10 गतेको सञ्चार यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त फर्मेट अनुसारको विवरण आजै कार्यालय समयभित्र खुलाइ पठाइदिनु होला भन्ने आयो। अकस्मात यो चाहिँ किनभने यो कार्यविधि मन्त्री परिषदको निर्णय अनुसारको कार्यविधि बनाएर अनि यो तरिकाले अगाडि बढाउने भएर भूमि चाहिँ नेपाल सरकारको भूमि समस्या समाधान आयोग मार्फत आयो र त्यो पनि सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयमा समन्वयकारी भूमिका निर्वाह गर्दै स्थानीय तहमा आएपछि स्थानीय तहको वडा कार्यालय हुँदै नगरपालिकाबाट त्यो काम सम्पन्न हुन गयो। त्यो जिल्ला समन्वय समितिमा आएको छ। यो भनेको परिपूरक पोक्त भएर आएको छ। यो सङ्गठनात्मक हिसाबले मजबुत भयो। तर अचानक त्यो हुँदै यो चाहिँ नि पत्र आयो। यहाँ के मैले परिभाषा सुनाएँ, सुकुम्बासी बस्ती बसेको विवरण सिनम लेख्नु अरे, प्रदेश जिल्ला स्थान यो नेपालभरिको लागि रहेछ। अनि सरकारी कि क्षेत्रफल कति, अनि घर सङ्ख्या कति, परिवार सङ्ख्या कति, कैफियत पनि 1 नम्बर। 2 नम्बरमा फर्मेट 2 सुकुम्बासी बस्ती बसेको विवरण ऐजन गुठी संस्था क्षेत्रफल घर सङ्ख्या परिवार सङ्ख्या 2 भयो। 3 फर्मेट 3 सुकुम्बासी बस्ती बसेको विवरण अनि ऐजन प्रति अहिले सार्वजनिक क्षेत्रफल भएको भएर हाम्रो डिएसपी साहब विष्णुबाबु राईज्यूले लेखेर पठाउनु भयो। त्यो आइसकेपछि हामीलाई यो वडामा 2टा चौकी छन्, अस्थायी प्रहरी चौकी श्यामचोकले मलाई फोन गर्नुभयो, तपाईँले डेटा मागेको छ सुकुम्बासीको भन्दा मैले चाहिँ किनभने म 9 वर्षको जनप्रतिनिधि भएको हुँदा मैले अलिक अध्ययन गर्नुपर्छ। म कानुन ऐन कार्यविधि निर्देशिका पढ्ने मान्छे हो, अनि मात्रै काम गर्ने जो विद्यार्थी हो पढ्दैछु। मलाई त्यो कुरा आएपछि हिसाबले मैले के भने तपाईँलाई कसले पठायो भन्दा माथिबाट आयो सञ्चार सेटबाट। मैले यसै गरी भने तपाईँहरूलाई माथिबाट आएको भन्दा हामीलाई चाहिँ तत्काल तालुकदार आउनुपर्छ। तालुकदार मन्त्रालय आएर नगरपालिका हुँदै आयो भने चाहिँ हामी गर्छौँ, होइन भने लेखिदिनु सक्दैनौँ।
यसै गरी भन्यो। अब त्यसो गरेपछि उहाँले होइन हामीले तुरन्तै आज पढाउनु त हाम्रो जिम्मा होइन भने यसै गरी भने। तर उहाँहरू आफै छिर्नु भएछ टोलमा। टोल विकास संस्थाहरू छन् यो 11वटा बस्तीमा 11 टोल विकास छ। अनि उहाँहरूलाई गएर गृह मन्त्रालयको आदेश हामीले लेखेर दिनु पऱ्यो भनेपछि कोहीले छ अब जति भएको मौखिक दिनुभएको छ त्यो डेटा गयो। डेटा जाँदाखेरि हामीले नगरपालिकाको कार्यवाहक नगरप्रमुखलाई फोन गरेँ। अहिले हामी बैठक बस्न सकिँदैन, अहिले दिन पनि सकिँदैन, त्यो तालुकदार मन्त्रालयबाट परिपत्र नआएको हुँदा त्यो आकस्मिक के हो कसो बुझ्नुपर्छ भन्नुभयो। त्यही अनुसार हामी सबै वडा अध्यक्षसँग समन्वय भएर लगभग अफिसियली पढाउनु सकिएन। अफिसियली पेपर पढाउनु त यस्तो पत्र आउँदा प्रहरी ऐन अनुसार नेपालको संविधानमा त प्रहरीले के गर्ने भन्दा यो प्रहरीको निकायहरूले हामीले माग्दै स्थानीय सरकार हो। यो स्थानीय सरकारका प्रमुखले वडा प्रमुख नगरपालिका प्रमुख गाउँपालिका प्रमुखलाई मगाउँदाखेरि यो दिन मिल्ने कि नमिल्ने भन्दा सम्बन्धित पक्ष भनेको कार्यालय सम्बन्धित मन्त्रालय अन्तर्गतको गाउँपालिका नगरपालिका हुन्छ। त्यहाँबाट चाहिँ जिल्ला समन्वय समितिमा पनि संयोजक चाहिँ भूमिमा आएको जिम्मेवारी हुन्छ। अब यो अचानक आयो। यो त कस्तो भने म तपाईँलाई भनौँ, म पञ्चायत कालमा जन्मिएको। पञ्चायत कालमा म 2035 सालदेखि पञ्चायत परिवर्तन गरेर लागेको मान्छे। म 15 वर्षको त्यतिखेर छिटो थिएँ भने पञ्चायती व्यवस्था किन अन्त्य हुनुपर्छ भन्ने कुरामा त्यो मनमा मैले बुझिरहेको छु। तपाईँहरू भर्खरको 35 वर्ष 30 वर्ष हुनुहुन्छ। प्रजातन्त्र पुनर्स्थापन भयो, त्यसको मूल्य बुझिरहेको छु। मैले धरानमा आएर 2035 सालदेखि यो धरान एरियामा कहीँ त्यही नामसँग जोडिएको बसोबासी हुँ। त्यहाँबाट म 2 कार्यकाल जनप्रतिनिधि भइसकेँ। जन्मिँदा नाङ्गै जन्मेको म, जन्मे ताप्लेजुङ जिल्लामा। यहाँ आएँ, यहाँ आएर मैले अपग्रेड हुनुपर्छ भने तपाईँहरू पनि त कक्षा पढ्नु भएकै हो, मान्य मन्त्रीज्यूले पढेकै हो कि जम्पिङ गरेर पास गरेको। इन्डियाको सब्जेक्ट त कसैको छैन होला। त्यो मानेबाट स्टेप बाई स्टेप जाने क्रममा मान्छेले प्रगति गर्नुपर्छ। नाङ्गै जन्मियो, हिँड्न सिक्यो, लुगा लायो, बोल्न सिक्यो, पढ्यो, अपग्रेड भयो, अनि के बन्ने त्यो कुरा मानवीय यात्रा हो भने सुकुम्बासीमा बस्ने मान्छेहरू पनि जग्गा थिएन, थियो कहीँ, त्यसलाई राज्यले अहिले वर्गीकरण गरेर म अविवाहित बसोबासी भनिएको छ। अनि सुकुम्बासी थियो, त्यसलाई घोषणा गर्नुपर्छ, जसको मेरो नेपाल अधिराज्यभरि कहीँ केही छैन भएर भर्नुपर्छ। त्यो ढाँट्नु हुँदैन। अनलाइन सिस्टम छ, अहिले देखिन्छ। नढाँटिकन भरेपछि उसलाई भोलि सर्च हुन्छ, सर्च गर्दाखेरि भेट्यो भने ऊ फ्रडमा जान्छ, कारबाही पर्छ, पाउँदैन। त्यसो हुँदा 3 तहमा वैज्ञानिक युग भएको हुँदा वैज्ञानिक ढङ्गले भूमि ऐन 2021 संशोधन गर्दै 76 मा त्यो खालको अवधारणा आयो। अनि 78 मा अझै संशोधन भयो। अनि 81 मा प्रमाणीकरण हुँदै अब नेपालभरिका सुकुम्बासीहरूलाई डेटा सङ्कलन गरेकोलाई पूर्जा दिने। पूर्जा कसरी दिने भन्दा हिजोको कुशासनयुक्त युग होइन, सुशासनयुक्त युग हुँदा अब पूर्जा यो अनुसूची 8 को 9 भित्र वडा कार्यालय धरान गाउँपालिकालाई पूर्जा बाँड्न सक्ने अधिकार छ, जग्गा नाप्ने अधिकार छ। त्यो काठमाडौँ महानगरपालिकाको कार्यवाहक मेयर सुनिता रङ्गोलले अहिले 11 वार्डमा सुरु गर्यो भने पर्याप्त अधिकार भएको चाहिँ स्थानीय तह भएको हुँदाखेरि अपग्रेड हुँदै जाँदा पूर्जा बाँड्ने काम पो त। त्यसमा सुकुम्बासी बसोबासी गर्नेहरूलाई अलि पढ्यो, ठुलो घर बनायो, यसको जग्गा किन्नु पाउँदैन। 50 वर्ष भयो यहाँ बसेको, 60 वर्षका पनि छन्। मापदण्ड बनाएको छ 2076 मा 10 वर्षभन्दा उता बसेकाहरूले भनेको छ। त्यो भित्र आज बस्यो भोलि होइन, निशा प्राप्त भएको छ। कि त नेपालको संविधान खारेज गर्नु पर्यो, संविधान खारेज गर्दाखेरि सङ्घीय सरकार मात्रै रहने, प्रधानमन्त्री मात्रै रहने, मन्त्री परिषद मात्रै रहने भनेर भन्नु पर्यो। त्यो कहाँ पद छ अहिले? त्यस कारणले कुर्सी पाउँदाखेरि मैले पनि यो कुर्सीमा बस्दा नेपालको संविधानको मूल्यमरम अनुसार स्थानीय सरकार सञ्चालन ऐन यति सानो छ, यो पढेर यहाँभित्र काम गर्नुपर्छ। तर आँखा बन्द गरेर म यहाँ बसेँ, खुसी परेकोलाई दिने, नगरेकोले नदिने, जे पार्टी गर्दा कानुनी राज्य हो। चाहिँ नेपालको सम्मानीय अदालत जीवित छन्, उहाँ पढेका विज्ञ पोक्त माननीय चाहिँ न्यायाधीशहरू हुनुहुन्छ, उहाँहरूले छुट्याउने क्रम जारी छ। त्यसो हुँदा अपग्रेड हुनु भएन भन्ने हिसाबले अहिले डोजर जेसिबी लाउने, कहाँ बस्ने? खोलामा 64-63 सालदेखि बसेको छ, खोला कुदेको थियो, खोला आज कहाँ छ? सुकेर जाँदैछ, खोला त्यहाँ आउँदैन। त्यहाँ चाहिँ जोजर लाएर जानु भन्ने कुरामा जाने हो कि कुन ढङ्गले हो? धरानको 15,000 सुकुम्बासीहरू आज बसेको होइन।
अपग्रेड गरेको छ, उसले जग्गा किनेको छ, बिल्डिङ बनाएको छ, सक्छ हेर्नुहोस्। अध्यक्षज्यू, समग्रमा अहिलेको यो सरकारले गरेको सुकुम्बासी समस्या समाधानको कुरा चाहिँ वैज्ञानिक भएन भन्नु खोज्नु। वैज्ञानिक भएन। वैज्ञानिक युगको यात्रामा हामी सरकारमा रहँदाखेरि त्यो वैज्ञानिक युगले वैज्ञानिक अझै आधुनिक वैज्ञानिकरण जानुपर्छ। तर वैज्ञानिक युगको सट्टामा पुरानो खिया परेको युग खोजेर ल्याएर शासन गर्नु हुँदैन भन्ने सन्देश हो मेरो। यो तपाईँ पार्टीको धारणा हो स्थानीय सरकारको तर्फबाट? पार्टीको धारणा होइन। म कुर्सीमा बस्दाखेरि कसैले पार्टीको इजन ल्याउनु हुँदैन। तपाईँले मिडिया समाउँदा पनि यो यो चाहिँ तपाईँले चाहिँ क्यामेरा बोक्दाखेरि पार्टी जाति भन्नु हुँदैन। हुँदैन हुँदैन। पार्टीको डेडलाइन हामी दिँदैन। पार्टीको डेडलाइन हिजोका अहिले आफै बोल्दैछ न्युजहरू, तपाईँले हेर्दै हुनुहुन्छ न्युजमा आफै बोल्दैछ। के भन्दैछन् भने बरु यो पार्टी ठिक थियो, हामीलाई त अन्याय भयो भन्ने कुरा मैले कहाँको सुन्दैछु। तर त्यो म त्यति केयर गर्दैन, हामी त्यहाँ टेक्दैनौँ। हामीलाई पार्टीले चुनावमा टिकट दिने बेला पार्टीले दिने हो टिकट, जनताले मत दिएर आउने, पार्टीले दिएर जितिँदैन रहेछ। जितिँदैन पनि। म 2 कार्यकाल जितेको। त्यस कारणले के छ तपाईँ प्रश्निनुहोस् भने पार्टी र जातिको राम्रो छैन। किनभने पार्टी कहाँ त्यो सङ्गठन आज सरकार कसरी बनेको छ चट्टक्क फाइनल कुरो म भने। अध्यक्षजी त्यो यो चिठी आयो नि जुन, यो चाहिँ खोलाको छेउछेउमा बस्ने जति पनि छन् होइन, त्यस्तो भनेन। खोला होइन, यसलाई चाहिँ के उठीवास नै गराउन खोज्ने आशय त्यस्तो होइन। यो आङ्कड डेटा गरेको छ। अहिले गृहमन्त्री बेगरको मुलुक छ। गृहमन्त्री कसको सम्माननीय प्रधानमन्त्रीको हातमा छ। दारू पन्यु चम्ची भाँडा आफ्नै हातमा भएपछि त्यो पाउने पगरी म वडा अध्यक्ष पनि, मेयर पनि, उपमेयर पनि, अनि न्यायपालिका प्रमुख पनि मै, कार्यपालिका प्रमुख मै, व्यवस्थापिका पनि मै, अनि तल वडा मै भन्दा के हुन्छ भन्दा म मात्तिन्छु के आत्तिन्छु। अध्यक्षज्यू, यो अहिले तपाईँले भनिरहँदाखेरि जस्तै यो अहिले पत्रहरू आएको छ, मन्त्रालयबाट आएको पत्र, इलाका प्रहरी कार्यालय पनि एउटा पत्र आएको छ होइन, यसले चाहिँ धरानका 15,000 सुकुम्बासीलाई त्रसित बनायो भन्न खोज्नु। अनि त्रसित धरानको 15 मात्रै नेपालभरिको यो यहाँ यो फर्मेटमा के लेखिएको छ भने धरानको सवालमा कुरा गर्दा धरानको सवालमा म सचेतता धरानमा बसोबास गर्ने सुकुम्बासीको नाम छ नि, त्यो नाममा अहिले जुन अहिले आक्रमण हुन खोजिरहेको छ, मुलुकमै आक्रमण हुँदैछ, यहाँ पनि हुनसक्छ होला, भर्छ नभइदियोस् भन्ने हो। पोखरा बुटवलमा सुरु भयो, जहाँ हुँदैछ त्यो एउटा पोखरा पनि नेपालै हो नि त। यहाँ भएन भने ढुक्क बस्नु हुँदैन। सबै नेपालमा आजभन्दा 70 वर्षदेखि बसेका, पञ्चायती व्यवस्थादेखि प्रजातन्त्र हुँदै अहिले बसेका पनि आज गणतन्त्र पुनर्स्थापना भएको पनि कति वर्ष भइसक्यो त। यो कालमा 10 वर्षभन्दा अघि बसेकालाई वैज्ञानिक यो कार्यविधिमा उल्लेख गरिएको छ। 10 वर्षभन्दा अगाडि बसेकालाई निडर भएर कुनै पार्टीको पछि नलागिकन जनप्रतिनिधि पछि लाग्नु पऱ्यो नि त। अब 2074 मा निर्वाचन भइसकेपछि निर्वाचन हिजो पार्टीमा थियौँ होला, सुकुम्बासीहरू सबै सङ्घ संस्थाहरू, सामाजिक प्राणीहरू, महिलाहरू पार्टीमा थियौँ होला हिजो। तर अहिले चाहिँ आएर हामी यो संविधानभित्र रहेर जनप्रतिनिधि पार्टीबाट आएको छ, कहीँ जातिबाट आएको होला, स्वतन्त्रमा आउनसक्छ। त्यसले नेतृत्व गर्ने भनेको सरकारको, नेपालको संविधान अनि जनताको सेवा सुविधा र आफ्नो चाहिँ सुरक्षा, सबैको सुरक्षा गर्ने जाने भन्ने क्रममा हामी डराउने भन्दा पनि अब हाम्रो अधिकार सुनिश्चितताको लागि अगाडि बढ्नुपर्छ, निडर हुनुपर्छ। यो धरानमा बसोबास गर्नु भने सबै हामी जो छौँ सुकुम्बासी प्रेमीहरू 3 प्रकारमा वर्गीकरण गरिएको छ। म सुकुम्बासी हुँ, मेरो केही छैन, म मात्रै बच्छु भन्ने होइन। अनि त्यो चाहिँ नि हिजो रेकर्ड अभिलेख तयार गर्दाखेरि फर्म भर्दाखेरि कुन ठाउँमा थियो त्यो त चेन्ज हुँदैन। चेन्ज हुँदा हामी वडा अध्यक्षले पक्षपात गरेर पार्टी जाति गरेर खोलाले भरेको छैनौँ। हामीमा आँखा बगेको जनप्रति हामीले ऐन पढेका छौँ। खोला कुद्दै गरेकोमा हुँदैन, नकारात्मक एरियामा हुँदैन, भिरमा हुँदैन, च्यान गाडीमा हुँदैन। हामीले बुझ्यौँ। त्यस्तो भरेर हामी आत्मनिर्भर भएर विश्वस्त भएर फर्म भरेर पठाएपछि उहाँहरूलाई ढुक्क भएर बस्नु होला। धरानका सुकुम्बासीहरू मात्रै नेपालभरिको सुकुम्बासीहरू नाम छ। सुकुम्बासीको नाममा चाहिँ हिजो प्लास्टिकले छाएको सुकुम्बासी, खरको छाना, त्यो टिनको छाना त आज बिल्डिङ छ त्यो अपग्रेड हुन्छ। मैले अघि तपाईँलाई भने मानिस नाङ्गै जन्मिन्छ, लुगा लाउँछ, हिँड्छ, कुद्छ, पढ्छ, ठुलो मान्छे हुन्छ, पाइलट पनि हुन्छ नि त। किन हुँदैन सुकुम्बासीको मान्छे? र सुकुम्बासी भन्ने बित्तिकै केही नखाने भन्ने, केही नहुने होइन। जो सुकुम्बासी को हो त भन्दा जसको महिलाको पेटमा कुनै घुमन्तेले पेट बोकायो, हिँड्यो, कुद्यो, उसको नागरिकता बनिएन, उसले पनि बिहा गर्यो, उसको कोही छैन भनेदेखि त्यस्तै मिलेर खोलाको डिलमा बस्यो भने त्यो बस्दा गएर सन्तान भएर गयो, त्यसलाई केही नभएको भएर राज्यले व्यवस्था गरिरहेको छ। अर्को भएको जग्गा पनि खोला लिएर बगायो, त्यसलाई सुकुम्बासी भन्नु सक्छ।
यी दुई तिनवटा कुरा गरेर तर प्रायः जसो ओखलढुङ्गाको मान्छे यहाँ व्यापार गर्नु आएको छ पढ्न आएको छ भोलि त बुझ्यो कि अध्यक्षज्यू